दुई दाममा बनेको घरमा यस्तो राम्रो लिभिङ स्पेस हेर्नुस् त तपाईको लाइटिङ फल सिलिङ कलरिङ एकदमै अमेजिङ यतापट्टि भयो तपाईको टिभी क्याबिनेट ल हेर्नुस् तपाईले देखिहाल्नु भयो ल यो भयो तपाईको बाल्कोनी एक्सिस ल हेर्नुस् पूर्व मोहडाको फेसिङ त हेर्नुस् त यस्तो राम्रो लोकेसनमा तपाईलाई यो घर देखाउँदै छु आउनुस् बेडरुमको साइजहरु पनि हेर्नुस् त एकदमै ठुलठुलो बेडरुमको साइजहरु छ घर तपाईले एकदम फुल्ली फर्निश्ड पाउन सक्नुहुनेछ ल हेर्नुस् त तपाईको बेडको सेटअप यतापट्टि भयो अट्याच वार्डरोब पनि ल हेर्नुस् यो भयो तपाईको अर्को बेडरुम ल हेर्नुस् त मैले अघि भनि नै हाले इच रुममा तपाईले बाल्कोनी एक्सेस पनि पाउन सक्नुहुनेछ हेर्नुस् त एकदमै ठुलो छ रुमको साइज पनि आउनुस् माथिको फ्लोरमा के छ त्यो पनि एकचोटि हेरिहालौँ ओके सो यो भयो तपाईको सेकेन्ड फ्लोर ल हेर्नुस् यो भयो तपाईको अर्को बेडरुम हेर्नुस् न रुमको साइज पनि एकदमै ठुलो छ एकदमै राम्रो ब्युटिफुल भयो नि हाल्यो आउनुस् म तपाईलाई किचन पनि देखाइहाल्छु ल हेर्नुस् यो भयो तपाईको एकदमै मोडर्न तरिकाले डिजाइन गरेको मोड्युलर किचनको सेटअप हेर्नुस् त यतापट्टि भयो तपाईको फ्रिजको लागि स्पेस यतापट्टि तपाईले क्याबिनेट्सहरु पनि देख्न सक्नुहुनेछ ल हेर्नुस् त ल यतापट्टि भइहाल्यो यहाँ हेर्नुस् लाइटनिङहरु पनि एकदमै अमेजिङ छ यो भयो तपाईको डाइनिङको लागि स्पेस तपाईले खानासाना खाइसकेर बाहिर एकछिन हावा खान्छु भन्नुहुन्छ भने पनि यहाँ भयो तपाईको बाल्कोनी एक्सिस इच एन्ड एभ्री ठाउँमा तपाईले बाल्कोनी एक्सिस त पाइ नै हाल्नुहुन्छ आउनुस् म तपाईलाई अब लास्ट एउटा बेडरुम पनि देखाइहाल्छु है त यो चाहिँ मास्टर बेडरुम न्यूली म्यारिड कपलको लागि हेर्नुस् त बेडको सेटअप अट्याच वार्डरोब त्यहाँनिर हजुरले अट्याच ड्रेसिङ टेबल पनि देख्न सक्नुहुनेछ हेर्नुस् त यस्तो राम्रो इन्टेरियर यतापट्टि भयो तपाईको अर्को बाल्कोनी स्पेस अब तपाईलाई के ग्यादरिङ गर्नु छ के पार्टी गर्नु छ भने त यहाँनिर भयो तपाईको मिनी बारको स्पेस जहाँ चाहिँ तपाईको 50-60 जना त एकदम मजाले अटि नै हाल्छ सो मैले तपाईलाई होम टुर त गराइहाले यो इमाडोल शीतल हाइटमा रहेको यस्तो राम्रो घर यदि तपाई आफ्नो हातबाट घुमाउन चाहनुहुन्न भने चाहिँ चाँडो भन्दा चाँडो प्लिज डु कन्ट्याक्ट सारा सेवा टिम